हेलो एभ्रिवान, साथीहरू गुड नाइट। रात पनि पर्यो। सबैजनालाई गुड नाइट, नमस्ते। फोन खेल्नु पनि पर बिजी छ, देख्नुभयो नाइट को वीडियो। दोस्तों देखिए, सब्सक्राइब भी कीजिए, अच्छा लगा तो। ठंड है दार्जिलिंग में ज़्यादा, ठंड है थोड़ा थोड़ा दार्जिलिंग में। ठंड की वजह से भूख लगती है ज़्यादा। भात डढी छ, मलाई फ्याँकिदिनु मन लाग्यो है। मलाई अब भाइ हेर्नु न, यस्तो भइरहेछ। बिजी म्यान। सिरियल हेर्दैछु दोस्तों हो। मेरो युट्युब च्यानलमा सब्सक्राइब गरिदिनुहोस् साथीहरू। ठन्ड ज्यादा छ हो, त्यसरी लाउनु पर्यो। यस्तै छ, अब के गर्नु। केस पनि झरिसक्यो। आज भाइ डढे भाइ। ल्याइदिनु मन लाग्यो यो भाँडा चाहिँ मलाई नि आज। यो गिलास चाहिँ जब पाएन फ्याँक्दै भयो। फ्याँक्दै भयो, अब चाहिँ भुइँदिए पनि भयो। थाक्यो, रातमा निन्द्रा राम्रो आएको छैन कि लागेको छैन, त्यही भएर जिउ पनि थाक्यो जस्तो भइरहेछ हो साथीहरू। त्यही भएर ओके, बाई बाई, गुड नाइट दोस्तों। सब्सक्राइब भी कीजिए, अच्छा लगा तो दोस्तों। के भएको अन्डा पनि छैन, अन्डा पनि ल्याउनु पर्ने, फ्राई गरेर खाने। फोन खेल्नु मजा छ पहिल्यै। यस्तो जाडो छ, यस्तो ठन्डा छ साथीहरू, के भन्नु। बहुत ज़्यादा ठंडा है दार्जिलिंग की। आज भातलाई पुरा छिर्यो। के चाहिँ पुगेन अचम्मै लाग्यो त यो सिटीलाई आज।